ल है गाइस, अब म चाहिँ यहाँ तपाईँहरूलाई भिमादबाट अनि नारायणघाट लाँदैछु। यता पछाडि त यो पोखरादेखि यो हाइवे भयो क्या अरे होइन, पोखरा पुग्ने हाइवे अगाडि गयो अनि खरिन्टार, त्यहाँबाट दमोली उता उता गयो। म तपाईँहरूलाई यहाँ अगाडि चोक छ एउटा, भिमाद चोक भन्छ, त्यहाँबाट लैजान्छु है। Bimad Jane on right. Welcome to Bimad Bazaar. Turn right. ओके, यो अब अलिकति अफरोड बाटो जस्तो आउँछ। ओ कता बाटो यताबाट रहेछ। ल रहेछ बाटो भर्खर बन्दै रहेछ क्या। ए त्यहाँ खोला रहेछ। ए ह्यान्ड पाइप पो हालेको रहेछ त। ल यो बाटो अलि अप्ठ्यारो होला जस्तो छ है। यहाँ चाहिँ थोरै माटो हिलो रहेछ कि बाटो, रातो माटो टाइपको रहेछ। अब यहाँबाट घिर्ङसम्म लगभग अफरोडै छ जस्तो लाग्यो। यस्तै उकालो अफरोड यस्तै बाटो छ। म ठ्याक्कै यो देउराली भन्ने ठाउँमा आएँ। यो घिर्ङ गाउँपालिका पर्दो रहेछ। म मेरो अगाडि सिधा गयो भने चाहिँ हामी घिर्ङतिर जाने, अनि यतैबाट नवलपुर रामपुर यतै रहेछ। ल हामी यतै जान्छौँ यता यसको। हामी ठ्याक्कै अब यताबाट घुमेर यता तल गएर फेरि त्यताबाट माथि गएर डाँडाबाट अनि तल झर्ने होला। है गाउँको बाटो यस्तै त छ, शीतलो छ, जङ्गल छ, रमाइलो छ। फुला हुने ठाउँमा रहेछौँ। ओके, यताबाट नारायणघाट नवलपुर नारायणघाट। सिधा आयो। यो सिधाबाट आएर एउटा चोक आउँछ, त्यहाँबाट लेफ्ट सिरेपछि यो हाइवे आउँछ है। जाँदै गयो भने यो हाइवेले हामीलाई नारायणघाट पुऱ्याउँछ।
beautiful scene. Just back again for the off-road or the on-road or nothing. धेरै off-road पनि छैन, धेरै off-road छ यो हाइवेको बाटो जस्तो सानो हाइवे हाइवे मान्टु जाने हाइवे रहेछ राम्रो बाटो त अलिकति अप्ठ्यारो बाटो छ भने चाहिँ पक्कै यही होला अप्ठ्यारो बाटो भनेको नानी गण्डकी अप्ठ्यारो बाटो यही हो यो पनि हामी काटियो Finally gained a cut. Narayani River. Thank you for watching.